पानी हो मैले हेरौँ कि रेनकोटै बोक्ने फेरि के ब्लगिङ हो के हो बाहिर पर्छ त हावा त यार हालेको नि तपाईँ Three idiot. भयो हिँड्नुस् कि हिँड्नु सर के छ र त्यहाँ सररै बाटो छ त यो फेरि के हो घाँस हो धानमा यसरी घाँस आएको नि यो धान हो धानमा हेर्नु तल तल यार पार्ने उसले हालेको त्यसले यो मान्छे चाहिँ उता के अरे टोकियोतिर बस्छ होला अनि वर्षमा एकचोटि आएर खेती गरे होला अनि भित्र आउने होला क्या फेरि त्यही होला धान चाहिँ लगाइदिउँ न त अनि किन बाँझो राख्ने फेरि बाँझो राख्यो भने फेरि सरकारलाई फेरि केही तिर्न पर्छ होला अनि त्यही भएर अनि यो प्याज है यो प्याज अजिबको यस्तो बाक्लो लाउँछ नि है यो तर यो भन्नाले यो पात त्यो हो कि अथवा यो चाहिँ यो पात खाने हो यो के नगर साइरन बजाउँछ त्यो ल यही बेलामा मेरो फेभरेट डाइलग भनिदिन्छु मैले जर्नी इज अ इम्पोर्टेन्ट नट अ डेस्टिनेसन हो क्या नेपाली ट्रान्सलेट गरिदिनु न नेपाली ट्रान्सलेट गरिदिनु यात्रा चाहिँ इम्पोर्टेन्ट हो प्रस्थान बिन्दु चाहिँ इम्पोर्टेन्ट भएन यात्रा चाहिँ महत्त्वपूर्ण हो प्रस्थान बिन्दु होइन त्यो यो भएन यो ठ्याक्कै यो फेरि यो उ जस्तो भयो प्रस्थान बिन्दु भन्दा चाहिँ यात्रा महत्त्वपूर्ण हो ओके ल यो ठिक छ ल मैले अब ट्रान्सलेटरको भूमिका दिनु हेर्नु यो खानी होइन नि कुहिएर म हिँड्नु नि के हो यो ओला पार्कमा जाने कुरा थियो त होइन र बाटोमै पर्छ नि त्यहाँ बसाउन के रे ब्रदर ठिक्क छ यो बिजाउने नि छैन पार्कको नाम के हो थाहा छ पैसा आज हेरौँ न अहिले उठ्नु हेर्दै कहाँ यो यहाँ भित्र नजाउँ हो कहाँबाट जाने हो नजाउँ हो त्यो दोक्सु छ हो जाऊँ न त त्यसो राम्रोसँग कुरो त छ यार सर्प हुन्छ
केनो कुनी के पढ्नै आएन यार मलाई के पारेको यो केनो कुनी सिराई स्या छोडिदिनु धेरै लामो छ हुँदैन अर्को सिजन चाहिँ त्यहाँ हुन्छ ल यही सिजन हुन्छ होला यही सिजनमा चाहिँ हुँदैन जस्तो लाग्छ मलाई यही सिजन हुन्न यही सिजन त्यहाँ हुनसक्छ तर कस्तो हुन्छ भने अब होम अनि अवे गरायो भने अन्त हुन्न त्यहाँ गर्ने हो भने टिम डिभाइड गर्नुपर्छ यो अप एन्ड डाउन कस्ट बढी हुन्छ कि त्यो भएर गर्दैन कि किनकि भोलि काठमाडौँमा म्याच हुन्छ पर्सि 2 दिनपछि चाहिँ उहाँ तिलोतमामा म्याच पर्छ फेरि प्लेयर अनि फेरि उ छैन त्यहाँ त म गएको छु नि त फेरि के छ भने जस्तो रोडको कन्स्ट्रक्सन राम्रो छैन क्या तिलोतमामा अन्त तिलोत्तमामा चाहिँ राम्रो छ त्यहाँबाट जुन हाइवेबाट चाहिँ त्यहाँ जाने बाटो चाहिँ अझै राम्रो बनाएको छैन क्या के अरे बुटोल भैरवाको जुन बिचमा मणिग्राम छ मणिग्राम मङ्गलापुरबाट चाहिँ सिधा भित्र जाने हो भए पनि कति जस्तो क्रिकेटमा चाहिँ त्यो 2 साइडबाट बोलिङ गर्छ भने यो चाहिँ म्याक्सिममलाई थाहा हुन्न नि तपाईको टिभीमा हेर्दा थाहा हुँदैन किनकि ओभर चेन्ज हुने बित्तिकै फेरि क्यामेरा अर्को साइडबाट देखाइहाल्छ उस्तै सेम देखिन्छ होइन ग्राउन्डमा हेर्दा थाहा हुन्छ किनकि तपाईँको यता पहिलो ओभर यहाँ गरेछ भने अर्को ओभरमा चाहिँ एम्पायर सर्लक्क यहाँ जान्छ एम्पायर जान्न होइन यस्तो हुन्छ दुईतिर एक एकवटा एम्पायर हुन्छ एम्पायर हुन्छ नि त अनि त्यो एम्पायर पछाडि सर्छ यताको अनि उताको यता साइड बसेको एम्पायर फेरि यहाँ गएर अनि त्यसपछि हुन्छ अनि ऊ चाहिँ विकेट किपर चाहिँ यताको उता जान्छ विकेट किपर सर्छ प्लेयरहरू जहाँको त्यहीँ हुन्छ अनि त्यही भएर त्यो टिम हेर्दाखेरि त्यो फ्याट सरा देखिन्छ नि ओभर चेन्ज हुने बित्तिकै प्लेयर चेन्ज भएको ब्याटिङ अर्कैले गएर देखाउँछ नि किनकि त्यो कुदेर यता आइसक्यो हुन्छ त्यो प्लेयर त यताको यतै छ अनि त्यो चेन्ज हुँदाखेरि चाहिँ अनि यहाँ देखाउने हो कि मलाई पहिलोचोटि काठमाडौँमा गएर त्यो टिममा गएर हेर्दा मात्र थाहा भयो रियलमा नहेरिकन चाहिँ अलिकति टिम हेरेर कन्फ्युज हुन्छ किन चेन्ज भयो भने हात हुन्छ तर खासमा चाहिँ त्यो उनी चेन्ज भएको हुन्छ त्यही भएर चेन्ज भएको हो जस्तो गाउँमा चाहिँ खेल्दाखेरि जस्तो ग्राउन्ड चाहिँ त्यो अनुसारको हुन्न नि त अनि एकतिर मात्र गराउँछ के अरे अनि ब्याट्सम्यान चेन्ज गराउँछ यो पनि लक्की रे 5 पात भेट्यो नि झन् लक्की रे भन्थे के यसमा चाहिँ 4 पात भेट्यो भने म्याक्सिमम 3 पात हुन्छ किन 4 पात 5 पात भेट्यो भने लास्टै लक्की भन्थे के बुढाहरू है मरि खोज्थे के भेटाउनुस् त्यहाँ भेटिँदैन कहाँ भेटिन्छ सबै 3 पात हुन्छ नि नामै लक्की झारो यसको होइन नाम त अर्कै हो बुढाहरू चाहिँ त्यसो भन्थे के सबै 3 पात हुन्छ कि नेपालको मलाई यो देख्ने बित्तिकै याद आयो नि हेर्नु कि भेटिँदैन सबै 3 पात छ अनि 4 पाट भेटाउनु पर्यो 3 पात भेट्दा ट्याक्कै यहाँनिर अर्को 4 पनि हुन्छ 5 वटासम्म देखाएको छु कि मैले यसमा रहन्छ गाह्रो छ नि रियर के छ नि त ए झुक्केर चाहिँ हुने हो 3 4 4 5 वटा भगवानले बनाउँदाखेरि चाहिँ झुक्केर मिस्टेकली बाई डिफल्ट त्यस्तै बाई डिफल्ट चाहिँ 5 वटा पात हुने होला ल यो नि एकदम सुने नाम हो तर कस्तो मलाई चाहिँ याद छ कि के भने हामी मामार जाने बाटोमा टन्नै हुन्थ्यो क्या अनि सानोमा चाहिँ अनि रात नि फेरि एकैछिन कुरेर बस्यो एकैछिन पर गएर यसो हेरेर बस्यो भने फेरि पुग्थ्यो क्या सुन्तला चाहिँ फलेको देखाएको यो हाइब्रिड छ सुन्तला होइन मिक्स छ यो प्योर सुन्तला होइन यो के भन्छ अरे यो अर्को मौसम टाइपको मौसम खालको हो त्यो अनि कहाँबाट फेरि खाइन्छ त नि यो कसरी खाइन्छ यो बजार तिमी परे यो के को लागि हो त नि यो ठुलो नबनाउनु न यार कति खान सकिन्छ त्यो अनुसार बनाउनु हो नि यार त्यस्तो पनि हुन नि यो के को लागि हो यो ठुलो बन्दैन हो यहाँ होइन यो जान्दैन म यस्तो खतरा जान्छ तपाईँलाई के त्यही भएर नि ट्राई गरे होला यो गर्ने भनेको केही होइन होइन त्यो सोको लागि हो बजार धेरै नाटा न यति गर्ने अनि यसरी खाने अनि यो के को लागि हो त के थुप्रै खानै हो के नत्र फोकटाको यो टिप कसले बनाएर बस्छ यार कसले म्यानुफ्याक्चर गरेर दिलो त्यो सोकी छ यार
यहाँ मस्त छ तर यो त अब यो त एक्सपोर्ट गरिसक्यो अब नयाँ ठाउँ गयो भइहाल्यो हाँ